सारा सृष्टिको मालिक एकमात्र प्रभु यीशु मसीह, हामी तपाईलाई धन्यवाद दिन्छौँ। आजको यो सुन्दर दिन, आजको यो सुन्दर समय तपाईँ प्रभु यीशु मसीहमा हामीले पाउन सकेका छौँ। प्रभु तपाईलाई धन्यवाद। प्रभु जुन पवित्र वचन आज तपाईँ परमेश्वरको छोराछोरीहरूको माझमा दोस्रो कोरिन्थी 9:15 रोमी 6:23बाट प्रभु आज मैले राखेको छु, मैले बोलेको छु। प्रभु म विश्वास गर्छु यो वचनद्वारा हामी प्रत्येक विश्वासीहरू प्रभु आज तपाईमा आशीषित हुन सकेका छौँ। धन्यवाद। अब हामी आजको सेवाकाईलाई यही अन्त गर्दै हाम्रो अरू कार्यक्रमतर्फ प्रभु हामी अघि बढ्नको लागि गइरहेका छौँ। प्रभु म प्रार्थना गर्छु हामी यहाँ जति पनि तपाईको छोराछोरीहरू छौँ, हामी सबैलाई तपाईका आशीष र अनुग्रहले भर्नुहोस्। धन्यवाद। सम्पूर्ण प्रार्थना बिन्ती फेरि एकचोटि तपाईँ परमेश्वरको हातमा समर्पण गर्दै आशीष माग्छौँ। हामीलाई सधैँ माया गर्नुहुने प्रभु यीशु मसीह तपाईकै उज्जवल र पवित्र नाउँमा, आमेन। आउनुहोस् हामी प्रभुको प्रार्थना गरौँ। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईको नाउँ पवित्र गरियोस्, तपाईको राज्य चाँडै आओस्, तपाईको इच्छा स्वर्गमा चाहिँ यस पृथ्वीमा पूरा होस्। हामीले आजको दिनभरिको भोजन दिनुहोस्, हाम्रो अपराधहरू क्षमा गरिदिनुहोस् जसरी हामीले पनि हाम्रो अपराधीलाई क्षमा गरेका छौँ। हामीले परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटकारा गर्नुहोस्, किनभने राज्य, प्रक्रम र महिमा सदा सर्वदा तपाईलाई हो। आमेन। परमेश्वर पिताको प्रेम, पुत्र प्रभु यीशु ख्रीष्टको अनुग्रह, पवित्र आत्माको शान्ति अनि सहभागिता तपाईँ परमेश्वरको दोस्रोको मनाउँदा हाम्रो सानो मण्डली लगायत विश्वमा रहेका हरेक मण्डलीको साथमा अहिलेदेखि लिएर सदा सर्वदा रहिरहोस्। आमेन। पिता सबैलाई जय मसीह। र सेवा सकेको छैन र हाम्रो यहाँ डान्सहरू छ, हाम्रो गेम्सहरू छ नानीहरूको, र विशेष तपाईँहरूलाई म 10 मिनटको म ब्रेक दिन चाहन्छु। तपाईँहरू एकछिन बाहिर निक्लेर यसो अलिकति होइन बाहिर निक्लेर यसो एकछिन बाथरुमहरू गएर फेरि पनि तपाईँहरू सबैजना सहजभित्र आउन सक्नुहुन्छ। ल 10 मिनटको ब्रेक छ सबैलाई।